यसरी गर्ने यहाँ सडक मानवहरू बस्छन्। यसो भन्दा तपाईँहरूको आङ सिरिङ हुनसक्छ, अचम्म पनि लाग्न सक्छ। यो दृश्य यस्तो अनौठो दृश्य छ जो अकल्पनीय जस्तो लाग्छ। जस्तो यहाँ नेपाल र भारतको सडकमा भेटिएका परिवारविहीन अथवा परिवार भएर पनि असरल परेर सडकमा छरिएका व्यक्तिहरूलाई चाहिँ उठाएर ल्याएर यहाँ उनीहरूको उपचार लगायत खानपानको व्यवस्थापन गर्नका लागि र अपाङ्ग जस्ता मानिसहरूलाई पनि चाहिँ व्यवस्थित गर्ने एउटा जुन एउटा योजना बनाएको छ, एउटा सामाजिक कार्यको एउटा अनौठो उदाहरण। सम्भवतः यो कमै यस्तो दृश्यहरू देख्न पाइन्छ। अब यो तपाईँहरूलाई म देखाउँदैछु। आमा कति वर्ष पुग्नुभयो आमा तपाईँ? 10 पुग्न अब 3 महिना छ हौ। 3 महिना छ 100 पुग्न? एक कप चिया कटौती अभियान। 1 कप चिया बराबर 20 रुपियाँ, 30 दिन इन्टु 600 रुपियाँ प्रति महिना दान गरौँ महान कार्य भन्ने उद्देश्यले यो यहाँ पाउन्डनाङ्गेमा स्थापना गरिएको मानव सेवा आश्रममा म छु। म तपाईँलाई यसको विस्तृत विवरण यस पछाडि देखाउँदैछु। नमस्ते, म रवि नेपाल, मानव सेवा झापा शाखाको अभिभावक समितिको चाहिँ सहसंयोजक। र यहाँ झापामा चाहिँ जम्मा मानव सेवा आश्रम एउटा मात्रै छ र यसमा चाहिँ अहिले 105 जना, आजको मितिमा 105 जना सडकबाट ल्याएको मानव आश्रित चाहिँ सहयोगपाक्षी यहाँ आमा बुवाहरू हुनुहुन्छ, जसको केही छैन, जसको कोही छैन, जसको खाना छैन, जसको नाना छैन, जसको छाना छैन, उहाँहरूलाई यहाँ ल्याएर चाहिँ स्वास्थ्य उपचार गरेर उहाँहरूलाई 4 टाइम खाना खुवाएर चाहिँ यहाँ सेवा गरिन्छ। कहाँदेखि आउनु भएको छ? मनिरामबाट आएको। मनिराम? ए, अनि यहाँ कति समयदेखि हुनुहुन्छ? यहाँ अब म मङ्सिरमा आएको कि। कसले लिएर आयो? रोशन छैन, रोशनले लिएर। तपाईँ कहाँ आउनुहुन्थ्यो पहिले? त्यता मनिरामले थिएँ कि एउटा नेपाली घरमा थिएँ, उसको काम गर्थेँ। यो मानव सेवा आश्रममा उपस्थित भएका छौँ। म सबै पत्रकार साथीहरूलाई उहाँहरू सम्मान गर्न चाहन्छु, स्वागत गर्न चाहन्छु। र हाम्रो टिममा चाहिँ यो संस्थाको विकास देवकोटाजी पनि हुनुहुन्छ, लगायत चाहिँ सबै साथीहरूलाई फेरि एकचोटि स्वागत गर्न चाहन्छु। यो चाहिँ हाम्रो लगभग 1.5 वर्ष जति भएको यहाँको स्थानीय रामबहादुर प्रधान, उहाँले चाहिँ 2 बिघा 5 कट्ठा जग्गा चाहिँ यो आश्रमलाई निःशुल्क अनुदान गर्नुभएको छ। यो चाहिँ के अब तपाईँहरू आफैले बनाउनु भएको? ए, ल कस्तो राम्रो। यो जुन पहिला अघि तपाईँहरूलाई देखाइयो मानव सेवा आश्रममा आश्रित व्यक्तिहरू हुनुहुन्छ, उहाँहरूलाई यहाँ व्यवस्थित ढङ्गले राखिएको छ। उहाँहरू बस्नुभएको हुनुहुन्छ। आउँछ है, ठिक छ, भेरी गुड, भेरी गुड। तपाईँ यहीँको हो, नजिकको कि दूर दूरको मान्छे? हजुर, म बाहुनडाङ्गी हो। तपाईँ बाहुनडाङ्गी? घर दुलाबारी। तपाईँको यहीँ? यहाँ कहिलेदेखि बसिराख्नु भएको छ? मानव सेवा 4-5 महिनादेखि हुनुहुन्छ। खै तल धारा माथि नै हावा खान जानु हो कि त्यो उसमा त हुनुहुन्न। ए,
एकजना भाइलाई पठाउन पाए त हजुरहरू चाहिँ कहाँ चलाउनु हामी त कोही झापादेखि कोही उता इन्डियादेखि पनि आउनुभएको छ। सबैजनालाई सन्चै हुनुहुन्छ? बाँचेकै छ भन्नु पर्ला। तपाईँहरू बाँच्नु पनि हामी केही छैन। अहिले म तपाईँहरूलाई यो मानव सेवा आश्रममा देखाउँदैछु। यो चाहिँ बाहुनडाँगीमा रहेको छ। खास गरी मानवीय उद्धारमा जस्तो मान्छेहरू समस्यामा परेका मानिसहरूलाई व्यवस्थित गरेर यहाँ राख्ने गरिएको रहेछ। मानव सेवा आश्रम नामको एउटा संस्था मार्फत चाहिँ यहाँ एउटा व्यवस्थित बसोबासको प्रबन्ध मिलाइएको छ। इन्डियामा जति पनि नेपाली नागरिक भेटिन्छन् उहाँहरूले हामीलाई ह्यान्डओभर गर्नुहुन्छ र नेपालमा जति पनि इन्डियन नागरिक भेटिन्छन् हामीहरूले उहाँहरूलाई ह्यान्डओभर गर्छौँ र हामीले 35 जना जति हामीले इन्डियामा लगेर श्रद्धा फाउन्डेसनको सँगको साझेदारीमा हामीले पारिवारिक पुनर्निर्माण गराउन सफल भयौँ भने 8 जना इन्डियन नागरिक अझ रेडी हुनुहुन्छ घर जानको लागि। र अहिले विशेष गरी सबैजनाको साथ र सहयोगबाट मानव सेवा आश्रमको आफ्नै निश्चित आय स्रोत छैन, कुनै फन्ड छैन आश्रमको यहाँबाट पैसा आउँछ यसरी सञ्चालन गर्छौँ भन्ने त्यस्तो फन्ड छैन। अहिले सबैजनाको साथ र सहयोग। अनि अर्को कुरा भनेको चाहिँ मानव सेवा आश्रम एउटा यो जेनेरेसनले सञ्चालन गरिरहेको एउटा संस्था पनि हो। मेरो दुध खाने गाई हुन्, मेरो आमा हुन्, यो पनि आश्रमलाई जिम्मा दिन्छ, तपाईँहरूलाई जिम्मा दिन्छ। किनभने गाई जिम्मा दिएको चाहिँ यो ठाउँमा गाई पारी गएर काटिन्छ। यो आश्रमलाई जिम्मा दियो भने त अब त्यो त यिनीहरूले त्यसरी गर्दैन। अनि त्यो गाईको पनि एउटा सुरक्षाको उसको समय बाँच्न पायो होइन, दुःख पाएन। अनि यी दुई चाहिँ आमाले पनि दुःख नपाउँ। अन्तिममा मलाई सेवा चाहिँदैन, तपाईँहरूलाई यति मैले जिम्मा दिएँ, अब मलाई दिनु पर्दैन भनेर यो जति भएको आश्रमलाई जिम्मा दियो। भनेपछि तपाईँले 2 बिघाभन्दा धेरै जति पनि जग्गा थियो दिनुभयो, सबै कुरा दिनुभयो होइन। र तपाईँले जम्मा माग्नु भयो चाहिँ तपाईँ र 2 जना आमाहरू र एउटा गाईलाई चाहिँ हामीलाई चाहिँ हेर्नु पर्यो, यो मसँग भएको जग्गा सबै लानु भनेर दिनुभयो। लक्ष्मी माया प्रधान, यसको पूर्णमाया प्रधान। हजुरको चाहिँ? मेरो रामबहादुर प्रधान। हजुर चाहिँ कति वर्ष पुग्नु? म नागरिकतामा 83, चिनामा 84। नभएर नै मैले अब अहिले यो उमेरमा हजुरहरू जस्तै होइन, अब यो उमेर समूहमा धेरै मान्छेहरू यहाँ देख्नु भएको छ। कस्तो लाग्छ यो आश्रमलाई लिएर यो सेवा चाहिँ कस्तो राम्रो भइरहेछ जस्तो लाग्छ, के लागिरहेछ? होइन, अब आश्रममा त अब के अरे उहाँहरूले बोलेको पनि हो, यो भनेको व्यक्तिगत होइन, यो त ठुलो संस्था हो। अनि उहाँहरूले भनेको छ हामी तपाईँहरूलाई सेवा गर्छौँ। बढेको छ। यो मैले अप्नाएको भन्दा सिकाएको भन्दा धेरै उचाइमा। तपाईँले यो जति दान गरेर जुन सेवा गर्नुभयो त्यो सेवाभन्दा बढी तपाईँ खुसी हुनुहुन्छ? धेरै खुसी हुनुहुन्छ है? जस्तै नि अब किनभने यहाँ अब उहाँहरूले यहाँ राम्रो परिवर्तन ल्याउनु भयो होइन। हजुर हजुर।
अब मैले चाहिँ चिताएको नै त्यही हो। हजुर हँ? आफूले जुन अर्पण गरेको संस्था बढोस् ठुलोस् फलोस् होइन, यही त हो। जस्तो अहिले तपाईँले आश्रममा दिनुभएको जग्गा छ, यहाँ धेरै बुबा आमाहरू बस्नु भएको छ होइन, तपाईँहरू पनि उहाँहरूसँगै बसिराख्नु भएको छ हामी अलग घर हाम्रो होइन भए पनि आश्रमले पनि तपाईँहरूलाई त्यहाँनिर व्यवस्थापन गरिदिन्छ, खानु बस्नु उनीहरूकै हो। यहाँ आइराख्नुहुन्छ। बेला बेला आइन्छ। यो भित्र चाहिँ कस्तो पाउनु भएको छ त? यहाँ तपाईँहरू जस्तै उमेरको बुवा आमा अझ अग्रज बुवा आमाहरूलाई राखेर त्यो सेवा दिँदाखेरि तपाईँहरूलाई चाहिँ कस्तो लागिरहेको छ? तपाईँले दिएको जग्गाले चाहिँ आज त्यो धेरै बुबा आमा यहाँ बस्न पाउनु भएको छ नि त, कस्तो अनुभव भइरहेको छ? यो त तपाईँको मेरो के त भनेदेखि मेरो सानैदेखि अलिकति त्याग भावना भएको मान्छे हो। त्यसले गर्दा मलाई चाहिँ किनभने त्याग भावना भएकाले गर्दाखेरि मैले यो कार्य गर्न सकिन्छ। किनभने सक्ने किन मसँग लोभ लाल्छ होइन, त्यो भनिदिनु सक्ने। हजुर हो नि। पहिला तपाईँको 3 जनाको परिवार थियो भने आज 103 जनाको परिवार छ तपाईँसँग। तपाईँ महान हुनुहुन्छ है।